नेपालको हिमाली भूभाग जहाँ सडक बनाउनु नै युद्ध जित्नु सरह हुन्छ। त्यही कठिन भूभागमा नेपाली सेनाले चट्टान चिरेर नयाँ सडक बनाइरहेको छ। पहाड काट्न एक्साभेटर प्रयोग गरिएको छ। कहिलेकाहीँ चट्टान फुटाउन विस्फोटक पनि प्रयोग हुन्छ। यो सडकले नेपाललाई भारत र चीनसँग जोड्ने स्ट्राटेजिक मार्गको रूप लिँदैछ। तर के साँच्चै नेपालले भारतको एकाधिकार तोड्दैछ वा यो केवल विकास र पहुँच विस्तारको प्रयास हो? आज हामी तथ्यका आधारमा बुझल्नेछौँ यो सडकको वास्तविकता। यो हो खाँदबारी किमाथाङका सडक, नेपालको चर्चित हिमाली मार्ग। यसले नेपाललाई चीनको तिब्बत क्षेत्रसँग जोड्छ। कतिपय क्षेत्रमा सडक बनाउन चट्टान विस्फोट गर्नु परेको थियो। भूगोल यति कठिन थियो कि उपकरण लैजान नै चुनौती बन्यो। यही कारण सरकारले यो जिम्मा नेपाली सेनालाई दिएको हो। पहिले पैदल बाटो भएको ठाउँमा अहिले सडक खुल्दैछ। यसलाई धेरैले नेपालको रणनीतिक उपलब्धि मानिरहेका छन्। नेपालको अधिकांश व्यापार अहिले पनि भारत मार्फत हुन्छ। समुद्री पहुँचका लागि नेपाल अझै भारतमा निर्भर छ। चीनसँग जोडिएका मार्गहरू भने कठिन भूभागमा छन्। हिउँ र मौसमले वर्षभरि सञ्चालन चुनौतीपूर्ण बनाउँछ। तर यी सडकहरूले नेपाललाई विकल्प भने दिन सक्छन्। सङ्कटकालमा वैकल्पिक पहुँच रणनीतिक रूपमा महत्त्वपूर्ण हुन्छ। त्यसैले धेरै विश्लेषक यसलाई विकल्प विस्तारको रूपमा हेर्छन्। यी सडकहरूले दुर्गम क्षेत्रलाई देशसँग जोडिरहेका छन्। यसले नेपाललाई नयाँ रणनीतिक विकल्प दिन सक्छ। तर यस्ता विषयलाई तथ्य र सन्तुलनका साथ बुझ्न आवश्यक छ, किनकि यो केवल सडक होइन, नेपालको भविष्यसँग जोडिएको बाटो हो। यस्ता तथ्यमा आधारित भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्।